यो घटना धेरै दशक अघि घटेको थियो, तर आज पनि गाउँका वृद्ध-वृद्धाहरू यसलाई सुनाउँदा डरले काँप्छन् र युवाहरू रातमा त्यो दिशातिर जान पनि डराउँछन्। त्यो गाउँ जुन घना जङ्गलको फेदीमा एउटा अप्ठ्यारो पहाडी भिरालोमा अवस्थित थियो, सुरुमा शान्ति र सद्भावको प्रतीक थियो। गाउँलेहरू एकताबद्ध थिए, एकअर्कालाई दुःख सुखमा साथ दिन्थे र मिलेर खेतीपाती गर्थे। गाउँको मुखिया बलभद्र एक दयालु र न्यायप्रिय व्यक्ति थिए जसले आफ्नो गाउँलाई आफ्नै परिवार जस्तै माया गर्थे। उनको परिवारमा उनकी पत्नी रूपा र एक मात्र छोरा 8 वर्षीय सुजन थिए। सुजन एक हँसिलो र जिज्ञासु बालक थियो जसको चञ्चल स्वभावले सारा गाउँलाई खुसी राख्थ्यो। तर भाग्यले यो शान्ति धेरै दिनसम्म टिक्न दिएन। एक अँध्यारी रात जब गाउँलेहरू गहिरो निद्रामा थिए, एउटा अप्रत्याशित र रहस्यमय घटना घट्यो। मुखिया बलभद्रको प्यारो छोरा सुजन, जो आफ्नो मिलनसार व्यवहार र सबैलाई सहयोग गर्ने भावनाका कारण गाउँभरि लोकप्रिय थियो, अचानक बेपत्ता भयो। बिहान जब रूपाले सुजनलाई ओछ्यानमा देखिनन्, तब सारा गाउँमा हलचल मच्चियो। बलभद्र र गाउँका सबै मानिसहरूले जङ्गल र ओरपरका सबै खोजहरू, खोलानालाहरू र सम्भावित ठाउँहरूमा सुजनको खोजी गरे। दिनहरू रातमा बदलिए, तर सुजनको कुनै अत्तोपत्तो लागेन। हरेक पाइलामा निराशा बढ्दै गयो। मुखिया र उनकी पत्नी शोकमा डुबे। उनीहरूको जीवनको ज्योति नै निभेको जस्तो भयो। गाउँमा जहाँ पहिले हाँसो र खुसी गुन्जिन्थ्यो, त्यहाँ अब डरलाग्दो मौनता र उदासीले बास गर्न थाल्यो। केही महिनापछि जब वर्षायाम सकिन लागेको थियो, गाउँलेहरूले राति जङ्गलको गहिरो दिशाबाट अनौठा र डरलाग्दा आवाजहरू सुन्न थाले। कहिले कसैले बेसुरमा रुएको जस्तो, कहिले कसैले पीडाले चिच्याएको जस्तो आवाजहरूले गाउँलेहरूको मनमा डर पैदा गर्न थाल्यो। सुरुमा उनीहरूले ती आवाजहरू जङ्गली जनावरहरूको हुन सक्छ भन्ने सोचे, तर ती आवाजहरूमा एक किसिमको मानवीय पीडा र असहायताको भावना थियो, जुन सुन्दा साहसी व्यक्तिहरूको पनि मुटु काँप्थ्यो। ती आवाजहरू यति मार्मिक थिए कि सुन्ने बित्तिकै आँखाबाट आँसु झर्थे। एक रात गाउँको एकजना युवा विक्रम, जो आफ्नो साहसी र निडर स्वभावका लागि चिनिन्थ्यो, ती रहस्यमय आवाजहरूको पर्दाफास गर्न जङ्गलतिर लाग्यो। गाउँका बुढापाकाहरूले उसलाई धेरै रोके, त्यहाँ खतरा हुन सक्छ भनेर सम्झाए, तर विक्रम आफ्नो उत्सुकता र गाउँमा छाएको डरको वातावरणलाई हटाउने दृढ सङ्कल्पका साथ अघि बढ्यो। जङ्गलमा केही पर पुगेपछि उसले एउटा पुरानो र भत्किएको घर देख्यो। त्यो घर धेरै वर्षदेखि प्रयोगविहीन थियो र गाउँलेहरू त्यसलाई अशुभ मान्थे। त्यही घरको भित्रबाट ती डरलाग्दा आवाजहरू आइरहेका थिए। विक्रमले आफ्नो डरलाई जित्दै सावधानीपूर्वक घरको ढोका धकेल्यो। भित्र घोर अँध्यारो थियो, तर आकाशमा चम्किरहेको मधुरो चन्द्रमाको प्रकाशले उसलाई एउटा भयानक दृश्य देखायो। त्यहाँ भुइँमा मुखिया बलभद्रको बेपत्ता भएको छोरा सुजनको कङ्काल लडिरहेको थियो। उसको सानो शरीरमा चोटका गहिरो निशानहरू थिए र उसको एउटा सानो हात एउटा पुरानो र धुलोले भरिएको खेलौनालाई समातिरहेको थियो, जुन उसलाई मुखियाले जन्मदिनमा उपहार दिएका थिए। त्यो दृश्य यति हृदय विदारक थियो कि विक्रमको शरीर डरले काँप्न थाल्यो। विक्रम तुरुन्तै गाउँ फर्केर सबैलाई त्यो भयानक दृश्यको बारेमा बतायो। गाउँलेहरू स्तब्ध भए। उनीहरूले कल्पना पनि गरेका थिएनन् कि उनीहरूको प्रिय सुजनको यस्तो दर्दनाक अन्त्य भएको होला। मुखिया र रूपाको शोकको कुनै सीमा रहेन। उनीहरूले आफ्नो कलिलो छोरालाई गुमाएका थिए, र त्यो पनि यस्तो क्रूर तरिकाले। त्यसपछि गाउँमा डर र अन्धविश्वासको वातावरण झन बढ्यो। गाउँलेहरूले रातमा त्यो पुरानो घर र ओरपरको घना जङ्गलमा मुखियाको छोरा सुजनको आत्मा घुमिरहेको महसुस गर्न थाले। कसैले उसको बेसुरमा रोएको आवाज सुनेको दाबी गर्यो, कसैले उसलाई रुखहरूको बीचमा उदास भएर उभिएको देखेको बतायो। गाउँलेहरू रात परेपछि आफ्ना घरबाट बाहिर निस्कन पनि डराउँथे र साँझ पर्ने बित्तिकै सबै ढोका झ्याल बन्द गरेर बस्थे। गाउँको यो डरलाग्दो अवस्था देखेर केही भलाद्मीहरूले एकजना अनुभवी र ज्ञानी बुढा लामालाई गाउँमा बोलाए। लामा धेरै दिनसम्म गाउँमा बसेर विशेष पूजा र प्रार्थना गरे। उनले भने कि मुखियाको छोरा सुजनको आत्मालाई शान्ति मिलेको छैन, किनकि उसको हत्या भएको थियो र उसको हत्यारा अझै पत्ता लागेको थिएन। लामाले गाउँलेहरूलाई सत्य पत्ता लगाउन आग्रह गरे ताकि त्यो दुखी आत्माले मुक्ति पाओस्। गाउँलेहरूले लामाको कुरा सुनेर फेरि एकपटक सुजनको बेपत्ता हुनुको रहस्य पत्ता लगाउन अनुसन्धान सुरु गरे। धेरै सोधपुछ र छलफलपछि एउटा डरलाग्दो र अकल्पनीय रहस्य खुल्यो। मुखिया बलभद्रको आफ्नै कान्छो भाइ भरत, जो सधैँ जग्गा जमिन र सम्पत्तिको लोभमा जलिरहेको थियो, उसले नै आफ्नो निर्दोष पति सुजनको हत्या गरेको रहेछ। भरतले सुजनलाई फकाएर जङ्गलमा लगेको थियो र त्यहाँ एक्लै पारेर उसको हत्या गरेको थियो, ताकि कसैलाई पनि थाहा नहोस् र भविष्यमा उसले मुखियाको सम्पत्ति हत्याउन सकोस्। उसले बालकको शरीरलाई त्यो पुरानो र सुनसान घरमा लुकाएको थियो। जब यो डरलाग्दो सत्यता बाहिर आयो, गाउँलेहरू क्रोधित भए र भरतलाई समातेर प्रहरीलाई बुझाए। भरतलाई उसको जघन्य अपराधको सजाय दिइयो
त्यसपछि बुढा लामाले फेरि एकपटक विशेष शान्ति पूजा गरे। यसपटक गाउँलेहरूले जङ्गलमा मुखियाको छोरा सुजनको आत्मालाई शान्ति मिलेको महसुस गरे। ती डरलाग्दा आवाजहरू आउन बन्द भए र गाउँमा फेरि एकपटक शान्ति र स्थिरता फर्कन थाल्यो। मुखिया बलभद्र र रूपाको शोक कहिल्यै कम भएन, तर उनीहरूलाई यो थाहा थियो कि अब उनीहरूको छोराको आत्माले शान्ति पाएको छ। तर आज पनि सिन्धुपाल्चोकको त्यो गाउँका मानिसहरू रातमा त्यो घना जङ्गलतिर जान डराउँछन्। उनीहरूलाई त्यो पुरानो र भत्किएको घर र त्यहाँ भएको दर्दनाक घटनाको याद आउँछ। बुढापाकाहरू अझै पनि त्यो बेपत्ता बालक सुजन र उसको लोभी काकाले गरेको हत्याको डरलाग्दो कथा नयाँ पुस्तालाई सुनाउँछन्, जुन सिन्धुपाल्चोकको शान्त पहाडहरूमा सधैँ एक रहस्यमय कालो बादल बनेर घुमिरहन्छ। यो कथाले मानिसहरूलाई लोभ र द्वेषको परिणाम कति भयानक र विनाशकारी हुन सक्छ भन्ने कुरा सधैँ सम्झाइरहन्छ र निर्दोष आत्माहरूले शान्ति पाउनका लागि सत्यको पर्दाफास कति महत्त्वपूर्ण छ भन्ने पाठ पनि सिकाउँछ। साथीहरू, तपाईलाई यो कथा कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहोला। आगामी दिनहरूमा हामी यस्तै कथाहरू लिएर आउनेछौँ। कृपया हाम्रो यस LALUNGBA स्टुडियो ललुङबा स्टुडियो च्यानललाई सब्स्क्राइब गरी नोटिफिकेसन बेल बटन पनि क्लिक गरिदिनुहोला। धन्यवाद।